ल है साथीहरू, आज चाहिँ घर बस्दा बस्दा एकदम बोरिङ भयो मलाई चाहिँ नि। म चाहिँ यसो बाहिर जानु पर्यो मुड फ्रेस गर्नको लागि भनेर बाहिर जाँदैछु। अब बाहिर जाने भनेपछि अलिअलि मेकअप त गर्नु पर्यो। खासै मेकअप त मैले गर्दिनँ होइन, मलाई मन पनि पर्दैन अब मेकअप नगर्ने भएर होला। जति मेकअप गरे पनि फेसभरि त्यस्तै हो होइन। अब जे होस् भनेर सनस्क्रिन र चिपस्टिक लगाएँ। अब हामी बिहा गरेको मान्छेहरूले सिन्दुर त लगाउनै पर्यो। बाहिर जाँदा होस् घर बस्दा यस्तो कपाल मिलाउँ भनेर कपाल मिलाउनलाई यसो काइयो खोजेको, फेरि बच्चा भएको बेला काइयो कहाँ हो भेटाइन के यसै होस् भनेर कपाल पनि मिलाएँ। अनि त्यसपछि अब पानी नपर्दिए हुन्थ्यो। मेन त पानी अब छिनमै पर्ने छिनमै रोकिने हुन्छ। अब अलि वेदर चाहिँ अलिक खुलेको भएर चाहिँ अब जानु पर्यो भनेर रेडी हुँदैछु होइन। अब पानी चाहिँ नि नपरिदियोस्। पानी पऱ्यो भने ड्राइभिङ गर्न एकदम गाह्रो हुन्छ कि। अब कस्तो झ्याउ हुन्छ नि पानी परिसकेपछि ड्राइभिङ गर्न। अर्को कुरा भनेको साथीहरू, म चाहिँ नि इन्डिया आइसकेको छु होइन। कतिपय साथीहरूलाई थाहा पनि भइसकेको छ होला म चाहिँ नि इन्डिया आइसकेँ भनेर। मैले पहिलाको भिडियोमा पनि हालिदिएको छु। अब छिटो छिटो गरेर जाऊँ भनेको, पानी चाहिँ नपरिदियोस् भनेको। अलिअलि स्याहार पानी चाहिँ नि पर्न थालिसक्यो कि साथीहरू। अब यहाँको यो जुन देहरादुनको वेदर चाहिँ कस्तो हुन्छ भने छिनमै पानी पर्ने छिनमै घाम लाग्ने हुन्छ कि। एकछिनमै पानी पर्छ एकछिनमै घाम लाग्छ, थाहा नै हुँदैन कि वेदरको चाहिँ नि। अब मलाई चाहिँ कस्तो हुन्छ नि, मैले चाहिँ पहिला काठमाडौँ बस्या भएर चाहिँ नि यहाँ चाहिँ नि उहाँको जस्तै वेदर लाग्छ कि। किनभने गर्मीमा यति गर्मी पनि नहुने, जाडोमा यति जाडो पनि हुँदैन होइन। बस्नलाई चाहिँ नि एकदम कम्फर्टेबल अनि हरेक कुराको फ्यासिलिटी छ क्या देहरादुनमा चाहिँ नि। मलाई चाहिँ नि एकदम मन परेको ठाउँ हो यो देहरादुन। अब यस्तै भन्दा भन्दै बहिनीको पनि काम छ भनेर हामी दुईजना सँगै गएको थियौँ। अब साथी नै सँगी एक्लै रङ्गी चङ्गी भने जस्तो मेरो चाहिँ नि बहिनी नै हो साथी भनेको चाहिँ नि होइन। अनि कतै बाहिर जानु पर्यो भने म चाहिँ नि बहिनीसँगै निस्किने गर्छु होइन। अब नयाँ ठाउँ छ, नयाँ अब मान्छेहरू, अलिकति एडजस्ट हुन टाइम नै लाग्छ होइन। अब त्यही भएर चाहिँ मैले चाहिँ बहिनीसँग जान्छु। अब पछि भएपछि थाहा हुन्छ। बहिनीको चाहिँ फार्मेसीमा काम छ भनेर उनले चाहिँ अब दबाई सबाई लिने काम थियो उनको। दबाई चाहिँ नि लिँदै थिइन् अनि म चाहिँ यसो बाहिर बसेर उनलाई चाहिँ वेट गरिरहेको थिएँ। अनि यसै क्रममा अब फ्रुटको दोकान जाऊँ, फ्रुट किनौँ भनेर यसो फ्रुटहरू पनि किन्यौँ। अनि त्यसपछि चाहिँ नि अब यसो मार्केटमा जाऊँ, एउटा चिया सिड किनौँ भनेको यति धेरै महँगो कि। हामी अब मलाई त यो सिभिलमा किन्नै मन लाग्दैन कि, क्यान्टिनै राम्रो लाग्छ होइन। क्यान्टिनमा भए अलिकति डिस्काउन्ट हुन्छ अनि हरेक कुराहरूको फ्यासिलिटी हुन्छ कि। यो सिभिलमा किन्दा यति धेरै महँगो, आफ्नो अब मन लाग्ने प्राइस राखेको हुन्छ। अब कति धेरै कुराहरू एक्सपायर पनि भएको हुन्छ। त्यही भएर मैले चाहिँ यति खासै सिभिलमा चाहिँ किन्दिनँ। हामीलाई त अब सबैभन्दा बेस्ट भनेकै आर्मीको क्यान्टिनै हो होइन। यस्तै अब भन्ने क्रममा मैले चाहिँ एउटा